14 बाई 13.5 को रुमको लगभग फुल इन्ट्री गरेर ह्यान्डओभर हुँदैछ। यो चाहिँ हाम्रो सिनेमङ्गल साइड। हाम्रो यस्तो इन्ट्री आउने बित्तिकै यतापट्टि हाम्रो चारपल युज गरेका छौँ भने यतापट्टि हाम्रो ओपन डिस्प्ले विथ फुल लेन्थ वार्डरोब छ भने सँगै हाम्रो टिभी क्याबिनेट छ यसरी। यता ओपन डिस्प्ले विथ प्रोफाइल लाइट छ भने यतापट्टि मुनि ड्ररहरू छ र यतापट्टि हाम्रो 55 इन्चको टिभी बस्छ भने पछाडिपट्टि हामीले लुबर युज गरेका छौँ चारपलमा। यतापट्टि हाम्रो लोवर क्याबिनेट यसरी मुनिबाट छ भने माथिबाट हाम्रो पुसमा छ टक्क लाएर पुस गर्ने र यतापट्टि सँगै हाम्रो यसको स्टडी टेबल छ टक्क बुक गरेर राख्ने माथि। यतापट्टि पनि स्पेस छ भने मुनि यतापट्टि हामीले ड्रर बनाएका छौँ र तलपट्टि पनि यसरी स्पेस छ बुकहरू राख्नलाई भने सँगै यतापट्टि हाम्रो चिल पारामा सिटिङ एरिया छ भने फुल लेन्थ पर्दा पनि आउँछ हाम्रो। सँगै यतापट्टि ड्रेसिङ छ र पछाडिपट्टि पनि हामीले यसरी लुबर डिजाइन युज गरेका छौँ भने फुल लेन्थ पर्दा बस्छ र टक्क पर्दा पनि झ्यालबाट तल नझरेर यसरी टक्क डिजाइन गरेका छौँ र सँगै हाम्रो यतापट्टि क्विन साइज हाइड्रोलिक बेड विथ युनिक प्याटर्नमा डिजाइन गरेका छौँ हामीले यसरी कप प्याटर्नमा फुल लेन्थ वार्डरोब आइभोरी विथ बेज कलर मिक्स छ हाम्रो टक्क ड्युल कलरमा। यो चाहिँ ह्यान्डल पनि युनिक छ लङमा डबल सटर टक्क यतापट्टि मिड कोट सेल एरिया ट्राउजर फुल आउट यता सेल्फ एरिया भित्रपट्टि पनि हाम्रो कलर फर्मेका छ भने यतापट्टि हाम्रो यसको वाच पुल आउट छ भने यतापट्टि हाम्रो सनग्लास पुल आउट छ भने यतापट्टि हाम्रो अर्को ड्रर छ भने सँगै यतापट्टि हाम्रो ओपन डिस्प्ले पनि छ र यतापट्टि हाम्रो यसको लकर सँगै यतापट्टि हाम्रो यसको एउटा हिडन लकर पनि छ र यतापट्टि हाम्रो अर्को ट्राउजर पुल आउट एन्ड अगेन वी हेभ अवर हेयर ड्रर। हजुरहरूलाई पनि आफ्नो घरको युनिक इन्टेरियर गर्नु छ भने आजै रूपान्तर होम्सलाई सम्झिनु होला।